हेलो गाइज वेलकम बैक टू माई च्यानल। आज चाहिँ आमा आउँछ अनि म चाहिँ रेडी हुन लागेको। अब हाम्रो चाहिँ पूजा गर्न मिल्दैन अहिले अनि त्यही भएर हामी चाहिँ यतिकै केकहरू मात्रै काट्छौँ अनि मम्मीलाई गिफ्ट दिन्छ। गिफ्ट के हामी रेडी भएर भ्याए के बाबुलाई ल ल यहाँ तयारी गरिसक्यौँ। अब हामी केक काट्छौँ अनि हामी आफ्नो माइत लाग्छौँ मम्मी र म। अनि आश्विकलाई स्कुल पनि छोड्नु छ, भित्र खेल्दैछ आश्विक। मम्मी यहाँ हुनुहुन्छ, रेडी भइसक्नु भयो। नमस्ते। ढोक्दिया वहाँ हेर्नु न छोरालाई। आइजाइए। ल ह्याप्पी मदर्स डे मम्मीलाई। किचन एकछिनमा 10-15 मिनट 10-15 मिनटमा आएन त बाबु। ल ल ल तपाईँ जानु ल। उसलाई केक खान आतरे। हाम्रो त यस्तै भयो मदर्स डे। यसपालि कसैले पनि टिका लाउनै पाएन। छोरा आएपछि मनाउने। सानो केटा हुन्छ आश्विकको बाबा अनि खानिया बल्ल। ए भयो कति काट्नु भयो ढोग्नु पर्ने होला। खुट्टा यस्तरी दिनु पर्यो है। यो छ त्यही भएर यहाँ खुट्टा उइसो भयो म नि हल्का के टिका भने लाउनु त मिल्छ होला नि है। उसको बाल्नु नभन्ने धेरै शुभकामना। आफूले नि त्यहाँनिर छामेको ल बाबुलाई पनि ल हजुरले चाहिँ मलाई लगाइदिने हो। ए मम्मीलाई लगाइदिने तैँले पनि लगाइदिएन ए यहाँ त लड्डु छैन मैले खाएर ल आमालाई खाइदिउँ आज मिठी। आइज पहिला टिका लगा बाबु थ्याङ्क यू। ल खुट्टा ढोक्छ हजुरको। सबै खाने हो त नि सारेर पनि ढोक्नै पर्यो। अब ल भाग्यमानी हुनु, प्रगति गर्नु, निरोगी हुनु। बाबुले ढोकी ढोकी गर्नु भएको र ल मम्मीलाई गिफ्ट त दिनै पर्यो। पर्दैन हो बाबु। ल ल गिफ्ट अनु र मेरो तर्फबाट। अनु र मेरो तर्फबाट गिफ्ट मम्मीलाई है छोरा। ल बाबुले केक खानुहोस् ल। तेरो पैसा कहाँबाट आयो तैँले मलाई यस्तो दिने। ल ल यस्तो दिने आफूसँग नभई नि ल अब लगाइहाल्नु। किन दिइराखेको यस्तो अनि दिनै पर्दैन। ल ल इच्छा पुरा गरिदिए एउटा। अब भोलि पर्सि अब अर्को इच्छा, अब अर्को अमावास्यामा अर्को इच्छा पुरा गर्न पाऊँ चाँडै। दिनै पर्दैन नि बाबु यस्तो। ल म लगाइदिन्छु मम्मीलाई। केही सबै पुगेर हामीलाई मलाई आमालाई गिफ्ट आमालाई गिफ्ट हेर्छ ऊ त उहाँ खाने ठिक्क छ। ल मम्मीलाई लगाइदिन्छु होइन ठ्याक्कै मौका नि मिल्यो, आउनु नि भयो, त्यही भएर ठ्याक्कै दिने मौका पाइहाल्यो। अस्ति नै बर्थडेमा दिउँ भनेर सोचेको थिएँ, बर्थडेमा त हुनु भएन। वा थ्याङ्क यू बुहारीलाई धेरै धेरै धन्यवाद। कुलदेवताहरूले ल सबैले मान्ने हो। ऊ त होइन त्यहाँ के कति मजाले क्या अझै धेरै खानुहुन्न भएछ त्यति त। सबभन्दा धेरै मेरा छोरालाई, सानो केटालाई, अनुलाई अनि बुहारीलाई अनि यो छँदैछ मलाई गिफ्ट भन्थे के झन् अर्को गिफ्ट पनि दियो। वा त्यहाँभित्र नि छ गिफ्ट। फेरि त्यो गिफ्ट देख्यो भने बर्बाद हो नि, त्यो त लुकाउनु है। यो पर्सनल हो यो व्यक्तिगत। वा हाम्रो चाहिँ सकियो यहाँ। अब म पसल जानु लागेको, पसलमा कस्टमर आइसकेछ।
कस्टमरलाई तँ स्याउ लैजान खुलाएर न ल कस्टमरलाई त्यहाँ चटपट पानपुरी दिनु छ अनि म गएँ मम्मीले बाबुले रेडी पारेर आउनुहुन्छ ल गाडी त यहीँ बाहिर रहेछ ओके माइत जानलाई कसैले नि बोक्नु पर्यो ब्यागमा बोकेछु तल घर मम्मीलाई चटपटी खाने कस्टमर बिहान बिहानको मेरो भ्लग घर गएर त्यहाँ लाइक सेयर सब्सक्राइब गरेँ ओके गाइस म चाहिँ रेडी भएर आएको पसल पनि सरसफाइ गरेँ अनि अब म तल घर जाने आस्पीलाई स्कुल छोड्नलाई गाडी कुर्दै हो आस्पी घरबाट रेडी भएर आउन लाग्नु भयो त्यही छ मेरो पसल सानो पसल स्कुटर बाहिर पार्किङ छ ओके मैले आस्पीलाई स्कुल छोडेँ अनि अचार बनाएँ 2 प्लेट मोमो बेचेँ अब म तल घर जान लागेको मम्मी बाबा टिम सामान्य छ अनि बरु केकलाई चाहिँ कहाँ राख्ने होला सामान्य भयो केकलाई ओके तल घर गएर भेटौँला पङ्खा ल्याउनु पऱ्यो चाबी लिनु पऱ्यो बाई म चाहिँ आइपुगेँ घर कोही नरहेछ दाइ भाउजूहरू पनि नरहेछ स्कुटर चाहिँ छैन बाबाको नि बाइक छैन भाउजूको नि स्कुटर छैन दाइको नि स्कुटर छैन केक त हल्लियो क्या हो सामान चाहिँ ओके जमजम ठेन्टेन माथि यहाँ तल चाहिँ कलर लगाएको छ मालुमामा कति राख्नुभएको ए म त कोही नै छैन घर भनेको त ओ माई गड हाम्रो घर त को हो ओ माई गड कोले लड्डु ल्याइदिएछ त छिरी नै आइछ ल ल छिरीले पनि खुवाउने होइन कसको बर्थडे रे मेरो बर्थडे भिडियो त्यतिको बर्थडे हुन्छ फोटो भिडियो भिडियो फोटो यति त बत्ती नै छैन बत्ती बाल्नु भन्यो भिडियो ल अब भयो अब के हाल्ने काट्यो खाने नि अब म खाइदिन्छु गुलियल धनी एलर्जी हुन्छ वा एउटा सिँगै मिठाई खाए पेटै गयो अनि पल्टिका लगाइदिने हो कि ल पहिला खानु टिका लगाइदिनु ल त्यहाँदेखि यसकै टिका ल कस्तो तेर्सो लागेको त है ल छिरिङ ल लगाइदिनु फुपूलाई गुलियो खानु हालेर थोरै गर्दै कहाँ छोड्छ त मिठी चिज लु भयो फेरि उसलाई हो एलर्जी हुने फेरि ल यहाँ सबै गिफ्टहरू लगायो ब्याग पनि हो नयाँ ब्याग हो नयाँ ब्यागमा हाल्दै ल्याइदिएको सामान अब लो मार्यो है लो रेणुमा अरे को काट्दै हुन्छ एकछिन साइलेन्स ल अब गिफ्ट खोल्नु नि त नि खोल्नु नि त नि देखाउनु पर्नु न फेसबुक हाल्नु पर्नु होइन अबि ल है ल झोला भित्र छ अझै अर्को झोला छ राम 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 बुहारीले ल्याइ राम 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 कुर्ता लु कुर्था किने पनि अब लो है अर्थ होला हेलो आयो म त दिदीहरुको हो त आमा मामा चप्पल गर्ने लु आयो चप्पल वा चप्पल त एउटै रङको भयो नि त ओइ कति एउटा गर्छ रातो रातो मनपर्छ त अनि निलो भयो त हुँदैन है निलो अरू खालको त्यो मोटो खालको चाहिँ यस्तो हजुर एक खुट्टा सेटमा लगाइदिनु पर्यो नि ओहो आम्मै काई त भइसक्यो हो हेर है अजय भाइ इ लुकुटे वाह ठिक्क भइसक्यो नापेर ल्याएको
रसमिलन आज ल्याएको ल भयो ल वाउ गिफ्ट पाएँ मम्मी ह्याप्पी छोरीलाई ढुक्ने अब आमालाई ढोग्ने नि छोरीले के ढोग्ने त्यो जमाना गयो है यो खाने ओके म चाहिँ अहिले पसल आइसकेँ तल घरबाट अनि अचार बनाउनु लागेको अचार बनाएको थिएन बिहान टमाटरको मात्र बनाउँथेँ अलिक खोर्सानीको अचार बनाउनु लागेको भ्यायो आजको भ्लग यति नै सकियो आमासी कस्तो लाग्यो भ्लग भनिदिनु होला कमेन्ट पनि गर्नु होला अनि लाइक सेयर पनि गरिदिनु सब्सक्राइब पनि गरिदिनु सब्सक्राइब नगर्नेले बाई